त्यो भने त यता चाहिँ हाम्रो सत्यम लडेको पार्ट आइसकेको छ होइन धेरै नजोस् न यार डर लाग्छ मलाई कुदाउने बमसम केही फिल नहुने क्या रमाइलो लाग्नेछ तर जियोस् अर्को त बाइक कुदाउनु त नहुने तर लास्ट मजा हुन्छ यो बाइक अफरोड त जानु मन लाग्दैन आज अफरोडकै बाटो जानुपर्छ यताबाट अलिक सर्टकट जस्तो लाग्छ मलाई ल लामो भेटिहाल्यो नि सर्टकट ए जाँदैछ त मिल्छ जस्तो र म आज झन् राइडको लागि भनेर म 5:30 बजे उठेको है निस्किने बेला जहिले ढिलो हुन्छ भने खै किन हो किन के छ यार आज पानी पर्छ जस्तो लाग्यो त्यही भएर के छ यार आयुष है अहिले देखाउँ होला यार हाम्रो हकले चाहिँ लिड लिइसकेको छ होइन अनि बिस्तारै जाऊ भन्ने मान्छे कस्तो बत्तेर हिँडेको बिस्तारै जाउँ भन्ने मान्छेलाई ओए केटाको अफरोड नयाँ जिपी प्रो लगाएर आएर रहेछ नि त चेकिङ हुन्छ भने डर लाग्छ यार मलाई है को हो त्यो यो टायरले गर्दा सुटाउनु त मलाई मलाई यो त साँच्चै त ब्रान्ड न्यू टायर हो नि त होइन त्यही भएर त त्यो लाग्छ बिस्तारै हेर्दा सानो देखिरहेछ कत्रो ठुलो देखिरहेछ तर हाइट सानो छ तिमीले भेटाउँछ भने कस्तो नपत्यायो भ्याउँदैन होला मैले यार यहाँ राख्नु मिल्छ त एकछिन अलिकति अगाडि राख्छु आज तर पानी स्योर पर्छ जस्तो लाग्यो मलाई पानी परेर रोक्ने हो क्या तर भ्याउँछ कि है ए साउन्ड पनि कस्तो आनन्द आउने रहेछ सानो पिनी लाम भोटे चौर ल हामी चाहिँ भोटे चौर जाने भयो होइन ठिक्क रहेछ ल मा केटाहरू त गायब हो त मा ए ल म चाहिँ स्टार्टै हुँदैन के हो यो त ल मा फक भयो नि त ल लाइभ अपडेट होइन खासमा स्ट्यान्डमा सेन्सर रहेछ त्यही भएर चाहिँ स्टार्ट नभएर रहेछ म त एकछिन त तर्सेर के भयो भन्छु म त होइन तर क्लच त कस्तो लाइट हो भने त र यता चाहिँ हाम्रो सत्यम लडेको पार्ट आइसकेको छ होइन जोसमा ओइ यता चाहिँ बुझी डर लाग्छ मलाई कुदाउने हाम्रो साथी लडेको पार्ट चाहिँ आयो अब के हो दामी छ त बाटो त यार जित्यो भने त जित्यो कतिको बस्ने हो कि तर दामी छ त बाटो बिचमा त एकछिन डर लाग्यो मलाई होइन अघि साटौँ भन्दै थिएँ कि म त्यो तल होइन अनि त्यसपछि एकछिन पछि यसो सोचेँ भिडियो बगा लागेर चाहिँ क्या फेरि हुन्छ नि 17 मिनट थियो 13 मिनट यहीँ भइसकेको छ होइन भ्लग चाहिँ सकिन्छ जस्तो छ सिनेरी चाहिँ बबाल झन् कर्नर हान्नै डर लाग्ने मलाई ए
वाट सुत्छ त यो त के हो स्लिपर क्लच पनि छैन जस्तो छ यार त्यही भएर होला यहाँ इन्जिन ब्रेक हाल्दामा टायर अलिक टाइममा स्लिप भएको हो कि यस्तो हुन्छ नि तर नेपालमा पनि छुट्टै रमाइलो छ भन्ने पर्दा होइन विदेशको छुट्टै रमाइलो यताको छुट्टै रमाइलो होइन यहाँको फेरि यस्तो कहाँ मुजी पाइन्छ त उता बाइक चलाउनु नपाएर 10 दिन हुरुक्क भएर यही बाटो हो र यही बाटो हो अझ तेल निकालेको छु हैटमा तर बमसम केही फिल नहुने क्या रमाइलो लाग्नेछ तर जियोस् बटाएर न ए बटाएर चाहिँ के ल त अब जति ब्याट्री छ त्यतिकै अब बटाएर भनिहाल्यो केटाले होइन यसो ट्राई गरौँ न तर यस्तो बाटोमा बटायो भने त म चाहिँ मरिहालिन्छ नि बाटो यस्तो छ अब ब्याट्री सकिनुभन्दा अगाडि होइन कत्रो हिलो यहाँ त मा लड लागि तर हुन त डट टायर चाहिँ किन डराएर म भने ल है त अब चाहिँ अलिकति ह्याङ यहाँदेखि चाहिँ कता हो त अब र म यतिसम्म नै समाप्त गर्नु पर्ला यार मलाई डर लाग्यो मलाई यो बाइकमा के हो केटाहरू त रोक्दैन त मेन चाहिँ रेकर्डिङ स्टप हुन आँट्यो होइन ब्लग चाहिँ यहीँसम्म हुन्छ जस्तो टक्क अब जमजम के चिप्लिरहेछ त लामो बाटो चाहिँ चढ्यो झर्न चाहिँ कसरी झर्ने भएर छ ए बिस्तारै जाउँ है मलाई त डर लाग्छ होइन यस्तै बाइक राम्रो हो खासमा त है तर खुट्टा अझै माथि उडिरहेछ यसमा त ढ्याप्प हुन्छ नि त ल लेट्स गो अब ओए कस्तो हतहत थाल्यो कि यसले त यार बा के हो यार भिडियोले त हतहत हान्छ त अर्को गयो जोसेर केटा किन जोसिन्छ तर कस्तो कम्फर्टेबल है यो बाइकमा सोचे भन्दा नि कस्तो अग्लो फिल भइरहेछ क्या र अब क्वालिटी चाहिँ हामीले घटाइसकेको छ होइन यो पावर त भेजा छ त मेरो बाइक भन्दा साइको छ त यसमा त भेजा यार पावर त मा अर्काको बाइक कुदाउनु त नहुने तर लास्ट मजा हुन्छ यो बाइक ओ माई गड के हो यार यो बाइक त भेजा रहेछ त सायद के चेन्ज गर्ने हो त यो त मा त्यो खोइ पोजिसन दामी भएर कि किन हो यो त झन् दामी लाग्यो मेरो भन्दा नि यो लिन गर्छ क्या अलिकति त्यही भने लाइक आफै लिनुहोस् भन्नु बस्छ क्या मतलब मेरो भन्दा मजा चाहिँ यो मेरो लागि बनाए बाइक चाहिँ यो रहेछ कि यो भन्दा नि इनिसियल कस्तो दामी क्या एकैछिनमा आउने क्या पावर आउँछ क्या सुरुमा बटाएर थर्ड गियर पछि बल्ल पावर आउँछ न पावरै छैन
जोइन टावर छैन क्या त्यो। त्यो अर्को कहाँ पुगिसक्यो होला कति बेला खोइ त म त पुरै कुरो हुँदैन